रोग हाम्रो थियो, दुःख हाम्रो थियो, संविधान पनि हाम्रै थियो, बजेट पनि आएकै थियो। अनि जब जीवन बचाउनु पर्ने समय आयो, राज्य कहाँ थियो? औषधि पनि छ, मेसिन पनि छ, तर उपचार हुँदैन किन? यदि योजना बनेको छ भने कार्यान्वयन किन हुँदैन? र क्यान्सर भएको आमाले कहिले पनि नीति खोज्नु हुँदैन, उहाँले उपचार खोज्नु। एउटा रोगले केवल एउटा व्यक्तिलाई मात्र होइन, पुरै परिवारलाई धराशाय गराउँछ। सम्माननीय सभामुख महोदय, मैले वास्तवमा आज यहाँ डाइसबाट बोलिराख्दाखेरि कहाँबाट सुरु गरौँ भन्ने अलिकता मलाई एउटा अनौठो उलाइरहेको छ। तर म आज एउटा यस्तो उबाट सन्देशबाट सुरु गर्न चाहन्छु आजको मेरो भनाइ। आज डेङ्गु अवेरनेस डे हो। लास्ट टाइममा पनि हामीले कुरा गरेको थियौँ। त्यसले गर्दा यो डेङ्गु भनेको यसको ट्रिटमेन्ट छैन। यहाँहरूलाई चाहिँ आज हेल्थको तर्फबाट मैले यो अवेर गराउन चाहेँ। र सँगसँगै आज मेन्स हेल्थ अवेरनेस विक पनि हो। त्यसले गर्दाखेरि यदि हामीले बुझ्यौँ भने 1 in 4 इन लाइफ टाइम विल हेभ स्ट्रोक भन्न खोजेको, हामी यदि 25 वर्षभन्दा माथि छौँ भने 4 जना मध्ये 1 जनालाई स्ट्रोक हुन्छ। त्यसलाई चाहिँ अलिकति ध्यान गरेर हामीले रिस्क फ्याक्टर्सहरू घटाउने काम गरौँला। र अहिले म यो विनियोजन विधेयक 2083-84 को छलफल गर्दाखेरि म एउटा पहलीबाट खास सुरु गर्न चाहन्छु। एउटा बिरामी अस्पताल आइपुग्नुहुन्छ, अस्पतालमा भवन पनि छ, अस्पतालमा कोठा पनि छ, अस्पतालमा शैय्या पनि छ, औषधि पनि छ, मेसिन पनि छ, तर उपचार हुँदैन किन? यो जहिले पनि यसले चाहिँ हामीलाई एकदमै टेन्सन दिइरहेको हुन्छ र हामीले मैले यसलाई खोज्न थालेँ। खोज्दाखेरि मैले कसैले के भनेको भेटेँ भने डक्टर छैन, कसैले डक्टरले भन्नुहुन्छ नर्स हुनु हुँदैन, नर्सले भन्नुहुन्छ जनशक्ति छैन, जनशक्तिले भन्नुहुन्छ दरबन्दी छैन, र दरबन्दीले भन्छ कि बजेट छैन, र बजेटले लास्टमा भन्छन् कि प्राथमिकता छैन। र यो कुरा गरिराख्दाखेरि प्राथमिकतासँग सोद्धाखेरि प्राथमिकताले भन्छ इच्छा शक्ति छैन। र अनि इच्छा शक्तिलाई खोज्न जाँदा त्यो फाइलभित्र भेटिँदैन। त्यो वास्तवमा सायद त्यो पनि कुनै समितिको प्रतिवेदनकै पक्षमा अथवा प्रतीक्षामा बसिरहेको हुन्छ। माननीय सभामुख महोदय, अर्को प्रश्न पनि मलाई कहिले आफैलाई सोधिरहेको हुन्छु, यदि योजना बनेको छ भने कार्यान्वयन किन हुँदैन? यदि कार्यान्वयन भएको छ भने समस्या किन दोहोरिरहन्छ? र यदि समस्या दोहोरिरहन्छ भने सफलताको कार्यक्रम किन हुन्छ? र यदि उपलब्धि यति धेरै छन् भने समस्या किन उस्तै छ? र यदि समस्या उस्तै छ भने उपलब्धि कहाँ छ त? यो कुराले कहिलेकाहीँ मलाई लाग्छ नेपालको स्वास्थ्य क्षेत्र संसारकै सबैभन्दा धैर्यवान क्षेत्र हो। र किनकि समस्या वर्षौँसम्म पर्खिरहन्छ र हामी बैठक गर्छौँ, समिति बनाउँछौँ, प्रतिवेदन लेख्छौँ र समस्या अझै पनि त्यहीँ बसेर हाम्रो प्रतीक्षा गरिरहेको हुन्छ। तर सम्माननीय सभामुख महोदय, यो हाँसोको विषय चाहिँ पक्का होइन, किनभने समस्याको अर्को नाम भनेको मानिसको पीडा नै हो। र आज म त्यही दृश्य सम्झन्छु कि आइसियुको अगाडि बसिराख्नु भएको ती बुढाहरू, ती आइसियुको बेडमा बस्नुभएको ती व्यक्तिहरू, ती डाँडा काँडामा औषधि नपाएर हिँडेका ती हाम्रा जनताहरू र ती परिवारहरू। र हामी आज आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल गरिरहेका छौँ। सरकारले लगभग 21 खर्ब 24 अर्ब रुपियाँको बढी बजेट अहिले लिएर आएको छ र स्वास्थ्य क्षेत्रमा अलमोस्ट 4.8% जस्तो लगानी गरेको छ। यी घोषणाहरू स्वागत योग्य नै छन्, तर मेरो प्रश्न घोषणाको होइन, मेरो प्रश्न खास परिणाम बारेमा हो। यसले परिणाम के दिन्छ र कसरी दिन्छ भन्ने कुरा। र किनकि हामीलाई एउटा कुरा के थाहा छ भने कुनै पनि बिरामीलाई स्ट्रोक भयो भने स्ट्रोकको बिरामीले बजेट भाषण सुन्दैनन्, उसले समयमै उपचार पाउँछन् कि पाउँदैनन् भन्ने त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ। र क्यान्सर भएको आमाले कहिले पनि नीति खोज्नु हुँदैन, उहाँले उपचार खोज्नुहुन्छ। र दुर्गम गाउँको गर्भवती महिलाले बजेट विनियोजन खोज्नुहुन्न, उहाँले सुरक्षित प्रसुति सेवा छ कि छैन खोज्नुहुन्छ। र माननीय सभामुख महोदय, एउटा रोगले केवल एउटा व्यक्तिलाई मात्र होइन, पुरै परिवारलाई धराशाय गराउँछ। त्यसैले गर्दाखेरि म आर्थन सोफेनहमरले जहिले पनि भन्ने गर्छु, हेल्थ इज नट एभ्रिथिङ, बट विदाउट हेल्थ एभ्रिथिङ एल्स इज नथिङ। र यसले यही कुरा गर्दाखेरि यो पहिलेको उत्तर बिस्तारै स्पष्ट हुँदै जान्छ। यो समस्या डाक्टरको होइन, यो समस्या नर्सको होइन, यो समस्या कुनै पनि प्यारामेडिकल कुनै पनि व्यक्ति विशेषको होइन, यो समस्या त पुरा श्रृङ्खलाको, यो त एउटा सिस्टमको समस्या हो। त्यही भएर यहाँ यो व्यक्तिवाद भनेर भन्दा नि हामीले श्रृङ्खला र सिस्टमलाई फिक्स कसरी गर्नुपर्छ भन्ने यो बजेटले चाहिँ भन्नुपर्ने हुन्छ। र अन्तमा मैले यहाँहरूसँग के भन्न चाहन्छु भने हामीले 1 अर्ब यतिको बजेट स्वास्थ्य बजेटलाई छुट्याउँदै गर्दाखेरि चाहिँ यो रिक्त दरबन्दी तत्काल परिपूर्ति होस्, विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक जनशक्ति विस्तार गरियोस्। र त्यस्तै गरी चाहिँ नभएको जति पनि हाम्रो सिस्टम्सहरू छ हामीले लो क्लासदेखि हाई क्लाससम्मलाई पुग्ने गरी हामीले चाहिँ यो स्वास्थ्य सेवा प्रदान गर्न सकियोस् यो बजेट मार्फतबाट। किनकि भोलिको जनताले हामीलाई एउटै प्रश्न सोध्नेछन्, रोग हाम्रो थियो, दुःख हाम्रो थियो, संविधान पनि हाम्रै थियो, बजेट पनि आएकै थियो, अनि जब जीवन बचाउनु पर्ने समय आयो, राज्य कहाँ थियो?